बहुत बहुत धन्यवाद अहाँ सब घर नमस्ते। यो मेरो पछाडि घर हेर्दै हुनुहुन्छ उहाँ सुधा देवी ठाकुर। हामी यो भन्दा अघि पनि भिडियो बनाइसकेका हौ। उहाँको लागि यो वैदेशिक युवा सहयोग समिति दोहा कतारको आर्थिक सहयोगमा बनाइएको हो। उहाँ एकल महिला हुनुहुन्छ। सन्तानको नाममा एउटा छोरी मात्र हुनुहुन्छ उहाँको। उहाँको घरको लागि हामीले निरन्तर 5-6 महिना लगातार प्रयास गरियो। विभिन्न सङ्घ संस्थाहरूसँग निरन्तर प्रयासको पश्चात वैदेशिक युवा सहयोग समिति दोहा कतार, जुनमा अधिकांश हाम्रो मिथिला बिहार 3 मिथिलेश्वरकै युवाहरू हुनुहुन्छ, उहाँहरू 2 रुपियाँ 4 रुपियाँ 10-5 गरेर थोरै थोरै रकम कलेक्ट गरेर फन्डिङ जम्मा गरेर यो पछाडि घर हेर्दै हुनुहुन्छ यो उहाँहरूले बनाइदिनु भएको हो। 2 कोठे रुम छ, पक्की घर हो। उहाँको चाहिँ यो जग्गा बाहेक यो घडेरी बाहेक उहाँको सम्पत्तिको नाममा केही थिएन, खेत इत्यादिहरू पनि केही थिएन। यो सानो कचडी मुढीको व्यापार हुन्छ, त्यसले गर्दा उहाँहरू आफ्नो जीविकोपार्जन गर्दै हुनुहुन्छ अहिले। पहिला घर चाहिँ उसकै थियो, त्यति बेला चाहिँ घरमै सबै पानी पस्ने, नालाको पछाडिबाट पानी आउने, माथिबाट पानी चुन्ने, रातभरि बसेरै उहाँहरू रात बिताउनुहुन्थ्यो। घरमै छाता ओढेर त्यस्तो दुःखद अवस्था थियो उहाँहरूले। यस्तो अवस्थामा यही घर हो। यो घर उहाँको चाहिँ घरभित्रको भाग हो। सबै ढलान सलान भएर घर टिक्क फोरेको छैन, माथि एल्बेस्टर लगाइदिनु भएको छ। यो तपाईँको एउटा रुम भयो। अर्को रुम पनि छ, यसमा 2टा रुम छ। सबैको एकदम राम्रो काम भएको छ। यसो हेर्नुहुन्छ, यो अर्को रुम छ। यतापट्टि पनि डुवर इन आउट गर्नको लागि, यो पछाडिपट्टि जानको लागि हो। स्टेयर पनि बनाइदिनु भएको हो। यही घर हो। यो अलि परबाट देखिएको घर हेर्न सक्नुहुन्छ। यतातिरबाट पनि एकदम राम्रो छ। उहाँले चाहिँ पक्कै अब बस्नमा सहज हुन्छ। आंटी, अपने की कह चाहबी जे विदेशिक युवा सहयोग समिति दोहा कतारी जे घर अपने सबके उनके आर्थिक सहयोग में बनल छै, हुनका सब ओहि संस्था के की कह चाहबे अपने? त घर में पानी ढुकै छलिया त यहाँ सबके कहली त घर त बांध देलिए त बड़ निमन, हमरा बड़ पसंद है। आया तनी पानी ढुकती त कहीं सब यहाँ सब त बड़ निमन आदमी छै, सबसे हेल्प करै छी। लेल कहियो बहुत बहुत धन्यवाद अहाँ सब घर बांध देलिए। अब बहुत हमरा निमन लागल अच्छा। यो संस्थाले घर निर्माण, कार्यान्वयनमा आर्थिक सहयोग, उपचार खर्च लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आइराख्नु भएको